दही पेटको स्वास्थ्यको लागि त अमृत नै मानिन्छ होइन त? तर एकछिन सोच्नुहोस् त, फ्रिजमा राखेको त्यो बजारको दहीले साँच्चै फाइदा गरिरहेको छ कि यो केवल एउटा महँगो भ्रम मात्र हो? आउनुहोस् आज यसको पर्दाफास गरौँ। हो, हामी हेल्थ फुड भनेरै त किन्छौँ नि, होइन र? तर त्यो बट्टाभित्रको दहीले साँच्चै आफ्नो वाचा पूरा गरिरहेको छ त? कि कतै हामी राम्रो देखिने विज्ञापन र मार्केटिङको विश्वासमा मात्रै परिरहेका छौँ? अब हामीले सधैँ सुनेको कुरा के हो भने दही खानुस्, पाचन प्रणाली स्वस्थ राख्नुस्, र यो कुरा गलत पनि होइन। तर दहीको फाइदा एउटा यस्तो महत्त्वपूर्ण कुरामा निर्भर गर्छ जुन अक्सर बजारबाट किनेको दहीमा चाहिँ हराइरहेको हुन्छ। दहीको यो स्वास्थ्य लाभको पछाडि एउटा विज्ञान छ, र त्यो विज्ञानको मुटुमा छन् प्रोबायोटिक्स। अब यी प्रोबायोटिक्स भनेका के हुन् त? यी भनेका जीवित राम्रा ब्याक्टेरियाहरू हुन् जसले हाम्रो आन्द्राको वातावरणलाई सन्तुलनमा राख्छन्। भन्नुको मतलब दहीको असली शक्ति भनेकै यही हो। अनि यी प्रोबायोटिक्सको काम पाचनमा मात्रै सीमित छैनले। अनुसन्धानहरूले के देखाउँछ भने यदि आन्द्रा स्वस्थ छ भने यसले हाम्रो मानसिक स्वास्थ्यमा पनि सकारात्मक असर पार्छ। मतलब चिन्ता घटाउन पनि मद्दत गर्छ। अझ रोचक कुरा के छ भने हाम्रो 70% भन्दा बढी रोग प्रतिरोधात्मक क्षमता त आन्द्रामै निर्भर हुन्छ। त्यसैले यी ब्याक्टेरिया हाम्रो समग्र स्वास्थ्यको लागि कति महत्त्वपूर्ण छन् आफै अनुमान लगाउनुहोस्। हो, यहीँबाट सुरु हुन्छ हाम्रो कथा। दुई किसिमको दहीको कथा। एकातिर छ बजारको दही जुन हप्तौंसम्म सेल्फमा टिकोस् भनेर बनाइएको हुन्छ, अनि अर्कोतिर छ हाम्रो घरको ताजा दही। हेर्दा त उस्तै उस्तै देखिन्छन्, तर स्वास्थ्यको नजरले हेर्ने हो भने यिनीहरू बीच आकाश जमिनको फरक छ। ल अब हेरौँ पहिलो समस्या, बजारको दहीमा लुकेको त्यो वास्तविकता। आखिर किन यो सोचे जस्तो स्वस्थ नहुन सक्छ त? एकपटक सोच्नुस् त, बजारको दही फ्याक्ट्रीबाट बनेर हाम्रो फ्रिजसम्म आइपुग्न हप्तौं लाग्न सक्छ। अब यो लामो यात्राको एउटै लक्ष्य हुन्छ, दही खराब हुनु भएन। तर यही लक्ष्य पूरा गर्ने चक्करमा नै असली समस्या सुरु हुन्छ। दहीलाई लामो समयसम्म टिटाउनको लागि कम्पनीहरूले के गर्छन् त? उनीहरूले यसमा प्रिजर्भेटिभहरू हाल्छन्। हो, यी रसायनहरूले दहीलाई बिग्रनबाट त जोगाउँछन्, तर यसको लागि एउटा ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ। अनि यही हो सबैभन्दा ठूलो समस्या, किनभने प्रिजर्भेटिभहरूले खराब र राम्रो ब्याक्टेरिया भनेर छुट्याउनै सक्दैनन्। दहीलाई टिकाउने प्रक्रियामा तिनले दहीलाई वास्तवमा स्वस्थ बनाउने ती जीवित प्रोबायोटिक्सलाई नै मारिदिन्छन्। परिणाम, हामीले प्रोबायोटिक्स बिनाको लगभग मृत दही खाइरहेका हुन सक्छौँ। तर चिन्ता लिनु पर्दैन, किनकि यसको सबैभन्दा राम्रो विकल्प हाम्रै भान्सामा छ। अब कुरा गरौँ हाम्रो घरको हिरो अर्थात् ताजा दहीको, जुन एक जीवित विकल्प हो। घरमा जमाएको दहीको कथा चाहिँ पुरै फरक छ। यो त साँच्चीकै एउटा जीवित खाना हो जुन लाखौं सक्रिय प्रोबायोटिकले भरिपूर्ण हुन्छ। यहाँ ब्याक्टेरियाहरू मर्दैनन्, बरु झन् फस्टाउँछन्। र यो भिन्नताको मुख्य कारण हो समय। घरको दही जम्मा 7 देखि 8 घण्टाको प्राकृतिक प्रक्रियामा तयार हुन्छ, जबकि बजारको दही हप्तौंसम्म टिकाउन भनाइन्छ। हो, यही छोटो समयले नै प्रोबायोटिक्सलाई जीवित र सक्रिय राख्छ। यो प्राकृतिक प्रक्रियामा कुनै पनि प्रिजर्भेटिभको हस्तक्षेप हुँदैन। त्यसैले त राम्रा ब्याक्टेरियाहरू केवल बाँच्ने मात्र होइन, तिनीहरू सक्रिय रूपमा फस्टाउँछन्, र यसले गर्दा नै हामी दहीको अधिकतम स्वास्थ्य लाभ लिन सक्छौँ। त्यसो भए अन्तिम निष्कर्ष के निस्क्यो त? आउनुहोस् अब आफ्नो डेरीबारे फेरि एकपटक सोचौँ। यो तालिकाले सबै कुरा छर्लङ्ग पार्छ। हेर्नुस् त, बजारको दहीमा जीवित प्रोबायोटिक्स प्राय कम वा हुँदै नहुन सक्छ, किनकि त्यसमा प्रिजर्भेटिभहरू हुन्छन्। तर घरको दहीमा यो उच्च र सक्रिय हुन्छ, किनभने त्यसमा कुनै प्रिजर्भेटिभ हुँदैन। सो जुन मुख्य फाइदाको लागि दही खाइन्छ त्यो बजारको दहीमा या त घटेको हुन्छ वा हराइसकेको हुन्छ, जबकि घरको दहीमा त्यो फाइदा अधिकतम मात्रामा पाइन्छ। त्यसैले एउटा कुरा के याद राख्नु पर्यो भने जब पेटको स्वास्थ्यको कुरा आउँछ, सबै दही एकै नासका हुँदैनन्। ताजा र जीवित दहीले मात्रै वास्तविक फाइदा दिन्छ। अब यदि बजारबाटै किन्नुपर्ने बाध्यता छ भने प्याकेटमा लाइभ एन्ड एक्टिभ कल्चर्स लेखेको छ कि छैन त्यो लेबल चाहिँ खोज्नु एकदमै जरुरी हुन्छ। ल, आज हामीले दहीको वास्तविकता त हेर्यौं, तर यसले एउटा अझ ठूलो प्रश्न खडा गर्छ। हाम्रो भान्सामा रहेका अरू कुन स्वस्थ भनिने खानेकुराहरू छन् जसको लेबल पछाडिको सत्यता हामीले जाँच्नु पर्ने पो हो कि? सोच्नु होला है।